Hi guys, what's up? Welcome back to my vlog. हामी जाँदैछौँ शिवपुरी हाइकिङ with my sister. मसँग हुनुहुन्छ पछाडि रक्षा गुरुङ, उहाँ अलिकति लजाउने हुनुहुन्छ अनि हामी जाँदैछौँ त्यसरी on our way. हामी घरबाट निस्क्यो अनि मेरो साथीहरू चाहिँ बाटोमा आउँदैछ. Let's see you guys there. Guys, हामी चाहिँ अहिले यहाँ खाजा खाने ठाउँमा आइपुगिसक्यो. समीक्षा पनि आइसक्यो, स्माइलिका आइसक्यो. हाम्रो हाइक स्टार्ट हुन्छ अब यो खाएर है. म्याम कस्तो छ चिया भन्नुहोस् न. मिठो हुन्छ. समीक्षा म्यामको चाहिँ आज फर्स्ट टाइम हो मेरो च्यानलमा. भाग्यमानी हुनुहुन्छ उहाँ पनि. स्मारिका र रक्षा चाहिँ पहिला पनि फिचर भइसक्यो. हाम्रो जर्नी स्टार्ट भइसक्यो. इज आवर ग्याङ. ओ माई गॉड गाइज, हामी चाहिँ हिँड्दैछौँ है. हाम्रो जर्नी स्टार्ट भएको जम्मा 5 मिनट पनि भएको छैन, तर यिनीहरू चाहिँ थाकिसक्यो. सहरमा बस्ने केटीहरू यस्तै हुन्छ, हिँड्नै सक्दैन भात धेरै खाएर. म मात्र हो अलि तन्दुरुस्त. Hi guys, ready? कति राम्रो देखेको. Oh my god guys, हाम्रो यहाँ चाहिँ ब्याक सुटिङ हुँदैछ. Guys, come on. Daffy, okay? Daffy, okay? Guys, म सबै गइसकेको छु हैन. अब ढाप ड्याम र त्यो शिवपुरी पिक जान बाँकी छ. त्यही भएर अब मेरो नेक्स्ट डेस्टिनेसन हुन्छ त्यो. तपाईहरु चाहिँ हाइकिङ ट्रेकिङ आउनु भयो भने यसरी फोर बाटोमा नपादिनु होला. तपाईहरुलाई पाप लाग्छ है. तपाईहरु एक्जाम फेल हुन्छ, बिहा पनि हुँदैन. रमाइलो भइरहेको छ एकदमै. बसी अनि हामी यहाँ स्पिङ गरिरहेको छौँ एकदम धेरै टिहरू. धेरै पछि भेटेको स्मारिकालाई. कहाँ गयो स्मारिका? स्मारिका इक्जाम गएको थियो नि त, अन्त भर्खर भेटेछौँ. त्यही भएर गफ हाल्दैछौँ अनि मजा आइरहेको छ. अब हामी एकछिन ब्रेक गर्छौँ है गाइस. ओके, लक भइजान्छ है.
कस्तो राम्रो राम्रो चराहरू उडिरहेछ यहाँ। Plant lover be like. मलाई लिदिनु नि एउटा। Guys, so we are walking. I'm walking in the forest. Twinहरु है, यिनीहरु दुईजना चाहिँ समीक्षा र रक्षा। मेलामा हराएको बहिनीहरु है, दुईजना साम्बा लाएर दुईजना ट्विनिङ गरिरहेछ। This Lulu jacket is from Shein and this hoodie is from Brothers Wear. This is from Zara and this is my brother. Brothers Wear. You socks are Brothers Wear. This is from Basic Clo and yes मेरो मम्मीको क्लोजेटबाट यो प्रिमियम स्पिकर अनि यो चाहिँ मेरो 500 रुपैयाँको चस्मा अनि यो चाहिँ मेरो यो मेरो 1000 मा तिनटा आउने ग्लास है। हो सिस्टर त्यही हेर्नु ओए बटलै हाई गाइस म चाहिँ समीक्षा गुरुङ र मेरो यो हुडी चाहिँ कहाँबाट रे बेसमार्कबाट अनि यो मेरो ब्याग चाहिँ मसला बिटबाट अनि सुज चाहिँ आई डोन्ट नो पाटनमा लोकल पसलबाट चस्मा चाहिँ न्युमीबाट। गाइस हामी चाहिँ यो खाँदैछौँ सावर क्यान्डी भन्छ कि जेली भन्छ जेली मिठो छ है मिठो। अब चाहिँ म क्या राम्री लागिरहेछ आफैलाई है। बाटो चाहिँ यस्तो छ है गाइस। तल 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 खिने ढल 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 खिने खै देखा यसै जिप लपाए तिम्रो गर न छैन तिम्रो नि ब्लु ब्लु भा गफ गर्दा गर्दै हामी चाहिँ आइपुगिसक्यौँ। गफ गर्दा गर्दा यस्तो रमाइलो भयो कि हामीलाई थाहै भएन हामी आइसक्यौँ भनेर। वी आर फाइनली हियर। कस्तो राम्रो फुलहरू फुलिरहेको छ। यो फुल देखेर चाहिँ मेरो आमाको याद आयो। She loves flower, guys. So pretty रुख। Wow. कस्तो राम्रो pretty खालको ग्राउन्ड यार। So nice. यहाँ बसेर घाम ताप्नु त रमाइलो हुन्छ होला। हाम्रो चाहिँ यहाँ चटपटे प्रेप भइरहेछ। चटपटे बनाउँदैछौँ हामी। अब यो खाएर हामी यसो ड्रेस गर्छौँ। दमौलीको त्यो चटपटे चटपटे जस्तो देखिहाल्यो त ओए दामी हो क्या। कस्तो भइरहेछ है मजा आयो। Are you guys enjoying? राम्रो है यो दिदीको त म त इस्तेकै म त त्यो रुपै मोहनी नरन रुपै अनि लड्के जुबन चस्मा खयाल बना मैले दिए तल चस्मा उतै राखेछ त्यहाँबाट बाँधले गरे भरे तल जम्टिने के ओइ
के हुन्छ होला है। हाई गाइस, सो हाम्रो ब्लग हेरेर मन पराइदिनु भएकोमा धन्यवाद। हामी यहाँ खाएर भ्याइसक्यो। अब हामी फेरि हिँड्दै तल जान्छौँ। मैले के देखेर कस्तो राम्रो देखेको है। त्यही डराएर क्रिम रहेछ है नयाँ। अबे धेरै लागिसक्यो। आफ्नो दलले चाहिँ गइहाल्छ नि। हाम्रो यहाँ क्लासी बुजी गर्लहरू चाहिँ यहाँ पुरा स्किन केयर गर्दैछ। Oh my god. Wait. So, this is our outfit check. Okay, now गाइस अब चाहिँ हामी फाइनली गुम्बाबाट तल झर्दैछौँ। अब हामी पोजिटिभ एनर्जी लिएर जाँदैछौँ। रिफ्रेस भयौँ। रिफ्रेस सबैजना नेगेटिभ मान्छेहरूको नेगेटिभ एनर्जी हामीसँग आएको थियो। अस्ति नै आज चाहिँ सबै उ भयो। लेटिङ गो अफ नेगेटिभ पिपल इज द बेस्ट। के भन्छ बेस्ट थिङ। सो गाइस अब हामी बुढानी कण्ठमा जान्छौँ। चिया खाएर जान्छौँ। अब इन्टरभ्यू दिने कस्तो लगेको आजको हाम्रो ओभरअल? भेरी नाइस, भेरी गुड होइन। यस्तो राम्रो थियो। अनि आज हामी खतरा हिँड्यौँ। अनि प्लस नयाँ मान्छेहरू भेट्यौँ। धेरै राम्रो साथी बनियो। अनि मजा आयो। अनि गफ यस्तो भयो कि भयो। अनि चटपटे खाइयो। अनि अहिले जाँदैछौँ। रमाइलो भयो एकदम मेमोरेबल। म अर्को इन्टरभ्यू लिन्छ। समीक्षा दिदी यता एकदम रमाइलो भयो। अहिले त खुट्टा दुखिरहेको छ तर रमाइलो भयो। पिस भयो। पोजिटिभ इनर्जी भइरहेको छ अहिले। हो र हिजो अस्ति त म एकदम माइन्ड डिस्टर्ब भएको थियो। यस मेन्टली डिसेबल थियो कि। अन्त कानमा हिँड्छु ल। Sister. गाइस अहिले चाहिँ हामी चटपटे खाना आइसक्यौँ। अनि हाम्रो यहाँ चटपटे छ। अझै एक प्लेट आउँदैछ। लेट्स गो। रक्सी हाल्यो गर्नु गाइस खाऊ है।
कलफुटार मेन रोड। सो गाइस हाम्रो साथी चाहिँ फाइनली जाँदैछ अनि उसको पठाउ चाहिँ सी इज वेटिङ फर हर पठाउ आउँदै खाइन यस ऊ चाहिँ एकदम टाढाको हो कि बुहारी डाँडा र पारी डाँडा चाहिँ हामी यता हो त्योहरू यसको पठाउ आउँदैछौँ अनि फेरि हामी चिया खान जान्छौँ एकछिन अनि घर जान्छौँ बाई 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 डल्लु बाई बाई कहाँ गयो कि त्यो मान्छे अब चाहिँ म चिया खान्छु है गाइस जाडो छ नि त जाडो छ अनि चिया खानु पर्यो अनि चिया खाएर हामी घर जान्छौँ watching guys bye I got so